बागलुङ पञ्चकोटबाट मैले यो भिडियो खिच्दैछु अहिले। हिरा यहीँ छन् नि अझजना हिरा यहीँ छन्। मैले यो पुरै सिन लिँदैछु ल। एकदम खतरा सिन आउँछ हेर्दाखेरि। पुरै पारिपट्टिको पर्वत हो, तल देखेको बागलुङ बजार हो, अनि वहाँ पारि उता कुस्मा बजार हो त। अनि कुस्माको ठुलो पुल देखिया छ, यो गोल्डन ब्रिज हो त्यहाँ देखिएको एउटा ठुलो चाहिँ त बागलुङको तिन उता बागलुङ बजारको यहाँको वहाँ पारिको कुस्माको त्यही गोल्डन ब्रिज हो। यो पञ्चकोटमा आएर यता हेऱ्यो गऱ्यो सबै कुरो झर्दै झर्दै हेर्ने यो मन्दिर हो। यो सारिग्राम भन्ने हो। यो पर्वतहरू यतातिर माथि मुस्ताङतिर जाने बाटो हो। यो हरियाली ठाउँ छ, शालिक भन्छ त। मलाई खिच्छ त्यसरी सुस्त घुमाउनु पर्छ, यसलाई समाउने सुस्त घुमाउनु। कुन हो पञ्चकोट खै? पञ्चकोट यो भन्छ नि, यहाँबाट देखेको सिन हो यो भन्ने। यता यता फर्क बागलुङ पञ्चकोट सही ठाउँमा आएको त सही। नचराउनु त सिँढी तल झर्ने हो। ओहो बागलुङ पञ्चकोट मन्दिरको भ्यू लिनु त। ए भिडियोबाट फोटो खिच्न मिल्छ क्या, भिडियोबाट नै झुकेर तल जानुलाई जान्न। हेर्दै ल हिराले फोटो खिचिरहेछ। यो भिडियो 2 मिनटको थियो। हामी तलतिर मन्दिर छ। यहाँ खासै त्यस्तो देवी देवता भन्दा पनि पाँचवटा कोटहरूलाई राखेर पञ्चकोट बनाएर रहेछ। 5वटा कोटहरूलाई जोडेर यो हेर्दै सिनै पुरै खिचिराखौँ जस्तो छ। हेर्दा जतासुकै हेर्दै यस्तो छ पुरै। कहाँ यसलाई जुम गरेर हेऱ्यो भनेदेखि त पारी यस्तो देखिन्छ पुरै। यो पारीको पर्वत वारी बागलुङ पञ्चकोट राम्रो रहेछ है। मान्छेहरू सबै आउनुहुन्छ। म पनि यहाँ खिचिरहेको छु।